नमस्ते सबैजनालाई, मेरो नाम प्रमेश भट्टराई। अप्रिल 3 बिहान 3 बजे म अचानक बिउजिन्छु। निन्द्राबाट बिउजिएर आँखा खोल्न साथ एकदम आँखा पोलिरहेको महसुस भयो। घाँटी पनि सुकेको जस्तो लाग्यो र खसखस भयो। मैले पानी पिएँ र एकछिन यताउता रुममा हिँडे पनि, तर आँखा पोल्ने र घाँटीको खसखसाइ कम भएन। पछि गएर तसो म निदाउन सफल भएँ। बिहान उठेपछि मात्र मलाई थाहा भयो कि यो समस्या मलाई मात्र होइन, यो समस्या काठमाडौँ बस्ने धेरैलाई भइरहेको थियो। धेरैजनाले चाहिँ आँखा पोल्ने, टाउको दुख्ने, घाँटी खसखसाउने जस्ता समस्याहरूबारे सामाजिक सञ्जालमा पोस्ट गरिरहेका थिए र त्यसको मूल कारण थियो काठमाडौँको वायु प्रदूषण। हरेक वर्ष वायु प्रदूषण बढ्ने क्रममा छ र यसले के कस्ता समस्याहरू चाहिँ निम्ताउँछ र वायु प्रदूषणले चाहिँ हामीलाई चाहिँ कुन रूपमा चाहिँ असर गर्छ र साथै यो वायु प्रदूषण चाहिँ कम गर्ने उपाय चाहिँ के हुन सक्छ। आजको यस भिडियोमा हामीले त्यही बारेमा चर्चा गर्नेछौँ। आउनुहोस् सुरु गरौँ मेरो पहिलो भिडियो नम्बर 1। बढ्दो जनसङ्ख्या, बढ्दो प्रदूषण र फोसिल फ्युल अर्थात् जीवाश्म इन्धनको बढ्दो प्रयोगले गर्दाखेरि चाहिँ नेपाल मात्र नभई धेरै मुलुकहरू र सँगसँगै धेरै सहरहरूमा चाहिँ अहिले वायु प्रदूषणको समस्या बढ्दो छ। वायु प्रदूषणको कारणले गर्दाखेरि चाहिँ हरेक वर्ष लगभग 7 लाख मानिसहरूले चाहिँ आफ्नो ज्यान गुमाउन पुग्छन्। यसैले वायु प्रदूषण केवल एउटा देशको अथवा केवल एउटा सहरको मात्र समस्या नभई विश्वको नै एउटा समस्या हो। ब्यारी कमनर एक प्रख्यात अमेरिकन प्राध्यापक तथा राजनीतिज्ञ, उहाँको एउटा भनाइ निकै प्रख्यात छ। उहाँले भन्नुभएको छ कि वायु प्रदूषण केवल स्वास्थ्यको लागि खतरा होइन, यसले हामीलाई सम्झाउँछ कि हाम्रो सबैभन्दा प्रख्यात प्राविधिक उपलब्धिहरू यी सबै वातावरणको दृष्टिकोणबाट असफलता मात्र हुन पनि हो। हामीले यो भिडियोमा वायु प्रदूषणको बारेमा चर्चा गर्दै गर्दा एयर क्वालिटी इन्डेक्सको बारेमा बुझ्न निकै जरुरी छ। के हो त आखिर एक्युआई? एक्युआई भनेको वायुको गुणस्तर मापन गर्ने एक प्रणाली हो जसले वायु कति स्वच्छ वा प्रदूषित छ भन्ने संख्यात्मक जानकारी दिन्छ। अब फेरि कुरा गरौँ काठमाडौँ र काठमाडौँको वायु प्रदूषणको। हिमालयन टाइम्स पत्रिकामा अप्रिल 4 मा एउटा आर्टिकल आउँछ जुनमा चाहिँ के लेखिएको छ भन्दाखेरि काठमाडौँमा गत 90 दिन मध्ये 75 दिन वायु गुणस्तर अस्वास्थ्य वा खतरनाक स्तरमा रहेको छ। यसको मतलब हाम्रो वातावरण धेरै नै जोखिमपूर्ण अवस्थामा छ भनेर हामीले बुझ्न जरुरी छ। सँगसँगै अप्रिल 3 मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी 3000 मिटर भन्दा कम भएको थियो। यस्तो अवस्थामा चाहिँ ल्यान्डिङ र टेक अफमा चाहिँ दुर्घटना हुने खतरा एकदम धेरै बढेर जान्छ र त्यही कारणले गर्दा केही विमानहरू त डाइभर्ट पनि गरिएका थिए र कति भने आकाशमा होल्ड पनि गरिएका थिए। हामीले काठमाडौँको वायु प्रदूषणको बारेमा थोरै चर्चा गर्यौं। काठमाडौँको वायु प्रदूषणको स्तर के छ, के भइरहेको छ त्यसको बारेमा हामीले थोरै जानकारी त लियौं, तर अब हामीले यो बुझ्न जरुरी छ कि यो प्रदूषण जुन छ त्यो किन भइराखेको छ त? वायु प्रदूषण किन काठमाडौँमै धेरै हुने गर्दछ त? त्यसको बारेमा हामी थोरै जानकारी लियौं। वायु प्रदूषण काठमाडौँमा हुनुमा एउटा प्रमुख कारण हो काठमाडौँको भौगोलिक अवस्था। काठमाडौँ उपत्यकाको प्रदूषणको बारेमा चर्चा गर्नुभन्दा अगाडि हामीले काठमाडौँ उपत्यकाको विशिष्ट भौगोलिक संरचनाको बारेमा चर्चा गर्न एकदमै जरुरी छ। काठमाडौँ उपत्यका बोल सेप अर्थात् कचौरा आकारको रहेकाले गर्दा यहाँको वातावरण विशेष बन्छ। वरिपरिको पहाडहरूले घेरिएको यो उपत्यका प्रदूषित हावा फसेर बस्छ। यसरी प्रदूषक तत्त्वहरू उपत्यका भित्र नै जम्मा हुँदै जान्छन् र प्रदूषित हावा बाहिर जान नसकेकाले उपत्यकामा प्रदूषण बढ्दै जान्छ।
प्रदूषित हावा उपत्यकाबाट बाहिर निस्कनका लागि मुख्यतः दुई प्राकृतिक प्रक्रियाहरूमा निर्भर छ। एक भनेको वर्षा हुँदा पानीले वायु प्रदूषक र अर्को भनेको चाहिँ लगातार हावा चल्नाले प्रदूषित हावा उपत्यकाबाट बाहिर गयो। तर अहिले यो दुईटै भएको छैन, त्यही भए पनि उपत्यकामा चाहिँ प्रदूषण बढ्दो क्रममा छ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्नमा विशेष गरी छिमेकी राष्ट्रहरूको पनि हात रहेको छ। विशेष गरी भन्नुपर्दाखेरि भारतको झनै धेरै हात रहेको छ। भारतको पश्चिम र दक्षिणबाट आउने हावाले काठमाडौँ लगायत नेपालको विभिन्न शहरमा धेरै प्रदूषण भित्राउँछ। विशेष गरी दिल्ली र उत्तर प्रदेश त झन् काठमाडौँबाट 300 देखि 500 माइल्स मात्र पर छन्, जसले गर्दा यी ठाउँबाट आउने हावाहरूले काठमाडौँमा धेरै प्रदूषण भित्राउँछन्। उता हिमालय पर्वतले चीनबाट आउने प्रदूषित हावालाई छेकेको हुनाले केही हदसम्म त्यता भने कम हुन पुग्छ। काठमाडौँ उपत्यकामा सवारी साधनहरू धेरै छन्। आकाशबाट हेर्दा सायद कमिलाको ताती जस्तो देखिन्छ होला। काठमाडौँ उपत्यकामा मात्र 1,75,000 चाहिँ सवारी साधनहरू दर्ता भएका छन्। त्यसैले काठमाडौँको उपत्यकाको चाहिँ वायु प्रदूषणमा अर्को विशेष भूमिका खेल्छ काठमाडौँमा भएका सवारी साधनहरू। उपत्यकामा चल्ने धेरै सवारी साधनहरू पेट्रोल वा डिजेलले चल्छन्, जसले गर्दा हानिकारक ग्यासहरू उत्पन्न हुन्छ। यसले मात्र होइन, काठमाडौँको पातला सडकहरू र बढ्दो यातायात जामले प्रदूषणको समस्या अझ बढाइरहेको छ। सवारी साधनहरू जाममा अड्किएका बेलामा धेरै समयसम्म चाहिँ इन्जिन चलिरहने भएकाले प्रदूषणको मात्रा झन् धेरै बढ्दो छ। वातावरण विभागले 2023 डिसेम्बर 2 देखि जनवरी 5 सम्म काठमाडौँ उपत्यकामा 581 सवारी साधनहरूको आकस्मिक उत्सर्जन परीक्षण गरेको थियो। नतिजा निकै चिन्ताजनक थियो। 1/3 भन्दा बढी सवारी साधनहरू सुरक्षित सीमाभन्दा बढी धुवाँ र विषालु ग्यास उत्सर्जन गरेको पाइयो। विशेष गरी स्कुल बस, माइक्रो ट्याक्सी, पानी ट्याङ्कर र सरकारी सवारी साधनहरू सबैभन्दा खराब अवस्थामा थिए। यद्यपि नियमित सर्भिसिङ गर्ने हो भने सवारी साधनबाट निस्किने धुवाँ 30% ले कम गर्न सकिन्छ, तर सवारी साधन धनीहरूले यसलाई खासै प्राथमिकता दिएको पाइएको छैन। काठमाडौँ उपत्यका जसले राम्ररी घुम्नु भएको छ उहाँलाई थाहा छँदैछ होला, काठमाडौँ उपत्यकामा धेरै इटाभट्टी छन्। अब यी इटाभट्टीबाट चाहिँ निस्किने धुवाँ, सल्फर मोनोक्साइड, कार्बन मोनोक्साइड र सूक्ष्म कणहरूले पनि वायुलाई धेरै प्रदूषित गराउँदै आएको छ। काठमाडौँ उपत्यकामा 100 भन्दा बेसी इटाभट्टी छन्। अब यी 100 भन्दा बेसी इटाभट्टीबाट धेरैभन्दा धेरै धुवाँ र धेरैभन्दा धेरै सल्फर मोनोक्साइड र सँगसँगै कार्बन मोनोक्साइड लगायत अन्य हानिकारक तत्त्वहरू बाहिरिन्छन्, जसले गर्दा काठमाडौँ उपत्यकाको वायु झन् प्रदूषित हुन पुग्छ। अब हामी अहिलेको ताजा अवस्थामा यो इमेज हेर्नुहोस्। यसमा देखिएको सबै रातो बिन्दुहरू डढेलोहरू। नेपालमा डढेलो वायु प्रदूषणको एउटा मुख्य स्रोत हो, जसले स्वास्थ्य र वातावरण दुवैलाई गम्भीर रूपमा प्रभावित गर्छ। डढेलोबाट कार्बन मोनोक्साइड, सूक्ष्म कणहरू र कालो कार्बन जस्ता हानिकारक पदार्थहरू उत्पन्न हुन्छन्, जसले मानिसको स्वास्थ्यलाई गम्भीर असर पार्छ। प्रतिवर्ष नेपालमा लगभग 40,000 हेक्टर स्केल जङ्गल डढेलोले ध्वस्त पारिदिन्छ। गत वर्ष मात्र 5,000 भन्दा बढी डढेलो लागेको तथ्याङ्क छ। यसबाट हामीलाई थाहा हुन्छ कि नेपालमा हरेक वर्ष डढेलोले निकै धेरैभन्दा धेरै प्रदूषणलाई चाहिँ प्रोत्साहन गर्छ। And air pollution levels in Nepal continue to remain unhealthy throughout the week. यस प्रकारको उच्च वायु प्रदूषणले मानिसहरूको स्वास्थ्यमा तत्काल र दीर्घकालीन दुवै प्रकारको गम्भीर प्रभावहरू पार्छ। तत्कालीन अवस्थामा न्युमोनिया, श्वास प्रश्वास सम्बन्धी रोग, आँखा पोल्ने, छाला एलर्जी, हृदयघात र हृदय सम्बन्धी समस्याहरू देख्न सकिन्छ भने दीर्घकालीन रूपमा फोक्सो र आन्द्राको क्यान्सर, मृगोलाको रोग र हृदय सम्बन्धी जटिलताहरू उत्पन्न हुन्छन्। एयर क्वालिटी लाइफ इन्डेक्स AQLI को नयाँ अध्ययन अनुसार प्रदूषित वायुले नेपालीहरूको जीवन प्रत्याशा अर्थात् लाइफ एक्सपेक्टेन्सी लगभग 5 वर्षले कम गरेको छ, जुन धूम्रपान र रक्तचाप भन्दा धेरै बढी हो। नेपालमा हरेक वर्ष लगभग 42,100 जनाले
वायु प्रदूषणको कारण आफ्नो ज्यान गुमाउन पुग्छन्। पहिला फोक्सो क्यान्सर 60 वर्ष कटेकालाई मात्र देखिन्थ्यो भने अहिले फोक्सो क्यान्सर 30 वर्षको युवाहरूलाई देखिन थालेको छ। बीएमसी पब्लिक हेल्थमा प्रकाशित अनुसन्धानले देखाए अनुसार गर्भ अवस्थामा प्रदूषित वायुको सम्पर्कले शिशुहरूको कम वजन र सानो आकारमा जन्मिने जोखिम बढाउँछ, जसले पछिको जीवनमा विभिन्न समस्याहरू चाहिँ उत्पन्न हुन सक्छ। रिसर्चहरूको अनुसार दूषित हावाले मानसिक स्वास्थ्यमा पनि असर पुर्याउँछ। दूषित हावाले डिप्रेसन, चिन्ता, तनाव, अल्जाइमर र डिमेन्सिया जस्ता मानसिक रोगहरूलाई प्रोत्साहन गर्छ। अब कुरा गरौँ अर्थतन्त्रको। काठमाडौँको वायु प्रदूषणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पारेको छ। कर्मचारीहरू बिरामी हुने, जसले गर्दा उहाँहरूको कामको गुणस्तर घट्ने र कामको गुणस्तर घट्न साथ यता उत्पादन गर्ने गुणस्तर घट्ने हुनाले नेपालको अर्थतन्त्रमा विशेष असर पुग्छ। वायु प्रदूषणको कारणले गर्दा नेपालको जीडीपीमा 6% चाहिँ घाटा हुन पुगेको छ। वायु प्रदूषणले टुरिज्म क्षेत्रलाई पनि असर पुर्याएको छ। आफै सोच्नुहोस् न, यस्तो धुवा धुलो धुम्म भएको सहरमा कोही घुम्न आउँछ त? अवश्य आउँदैन नि। त्यसैले गर्दा नेपालको अर्थतन्त्रमा पनि वायु प्रदूषणले धेरै नकारात्मक असर पारेको छ। नेपालमा वायु प्रदूषणले गर्दा धेरै क्षेत्रमा नकारात्मक असर पुगेको छ। अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रमा वायु प्रदूषणले असर गरिरहेको छ। अब यसलाई समाधान गर्न 3टा क्षेत्रमा विशेष ध्यान दिन जरुरी छ। नम्बर 1 नीति, नम्बर 2 प्रविधि र नम्बर 3 व्यवहार परिवर्तन। सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउने, पुराना प्रदूषक फैलाउने वाहनहरूको प्रतिबन्ध लगाउने र स्वच्छ ऊर्जाको प्रवर्धन गर्ने नीतिहरू बनाउनु पर्छ। यसका साथै डढेलो नियन्त्रण, निर्माण कार्यको धुलो व्यवस्थापन र उद्योग धन्दाको उत्सर्जनको नियन्त्रण जस्ता क्षेत्रहरूमा पनि प्राविधिक समाधान ल्याउनु पर्छ। तर केवल सरकारको प्रयासले मात्र यो सम्भव छैन। हामीले व्यक्तिगत रूपमा पनि सकेसम्म सवारी साधनहरूको प्रयोग कम गर्ने र रुखहरू रोप्ने, प्रदूषण नगर्ने गरेमा केही हदसम्म हामीले पनि व्यक्तिगत रूपमा वायु प्रदूषण हुन कम गर्न सक्छौँ। साथै सरकारले अनुसन्धान र विकासको लागि यस क्षेत्रमा लगानी गर्न र सँगसँगै युवालाई यस क्षेत्रमा प्रोत्साहन गर्न निकै महत्त्वपूर्ण छ। यी सबै गरेमा मात्र हामीले वायु प्रदूषणबाट चाहिँ छुटकारा पाउनेछौँ। नभए अबको आउने वर्षहरूमा पनि हरेक वर्ष हामी यसै नै वायु प्रदूषणसँग लड्नुपर्नेछ। हाम्रो स्वास्थ्यसँग अझै खेलवाड हुनेछ। हामीले आजैबाट व्यक्तिगत रूपमा र सरकारले आफ्नो तर्फबाट कोसिस गरेन भने अबको दिन झन् डर लाग्दछ। त्यसको लागि भनेर हामी सबैले अहिलेबाट सोच्नुपर्छ र वायु प्रदूषणलाई जतिसक्दो धेरै कम गर्नुपर्छ। यति भन्दै म प्रमेश भट्टराई आजको यो मेरो फर्स्ट भिडियोबाट बिदा माग्न चाहन्छु। बिदा माग्नुभन्दा अगाडि यो मेरो फर्स्ट भिडियो भएको कारणले गर्दा केही कमी कमजोरी भएमा सबै दाजुभाइ दिदीबहिनीले चाहिँ तल कमेन्ट सेक्सनमा गएर कमेन्ट गरेर के चाहिँ सुधार्नु पर्नेछ र अथवा केही मिस्टेक भएको भिडियोमा छ भने त्यो मिस्टेकलाई पनि मेन्सन गरिदिनु होला। सो आउने भिडियोमा चाहिँ म अझै आफूलाई निखारेर तपाईहरु माझ प्रस्तुत हुनेछु। त्यतिन्जेलसम्मलाई लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर सबै गरिदिनु होला। थ्यांक यू सो मच। जय देश, जय नेपाल। धन्यवाद।